आइसिसी क्रिकेट लिग 2 अन्तर्गत नेपालले भोलि अन्तिम खेल युएईसँग खेल्दैछ। युएईले आयोजना गरेको त्रिदिवसीय सिरिजमा नेपालले भोलि अन्तिम खेल खेल्दैछ। यसअघि नेपालले 2 खेल अमेरिकासँग र 1 खेल युएईसँग हार बेहोर्नु परेको छ। नेपालका लागि अब यो खेलभन्दा महत्त्वपूर्ण अरू खेलहरू हुने छैनन्, किनभने भोलि नेपाल र युएई बीच हुने यो लिग 2 को अन्तिम खेल नेपालका लागि मस्ट विन म्याच पनि हुन सक्छ। नेपालले यसअघि अमेरिकासँग लगातार 2 खेल र युएईसँग पनि 1 खेल गुमाइसकेको छ। तीनवटै हारले नेपालको आत्मबल केही हदसम्म घटाएको भए पनि मौका अझै पनि केही बाँकी छ। किनकि भोलि हुने यो खेलमा नेपालले खेल जिते नेपालको अङ्क तालिकामा महत्त्वपूर्ण अङ्क जोड्नेछ र आफ्नो ओडिआई स्ट्याटस सुरक्षित राख्ने सम्भावना पनि बढ्नेछ। कप्तान रोहित पौडेलमाथि ठुलो जिम्मेवारी रहनेछ। उनीमाथि पछिल्लो केही खेलहरूमा आलोचना पनि बढ्दै गएको छ, किनकि पछिल्ला खेलमा टोलीको संयोजन र बोलिङ रोटेसन दुवैमा प्रश्न छन्। बोलिङ रोटेसन र संयोजन राम्रो हुन नसक्दाखेरि नेपालले 3वटा खेल हार्न बेहोर्नु परेको छ। तर यही खेलले उनको कप्तानलाई फेरि चम्काउने मौका पनि दिन सक्छ यदि उनले राम्रो गरेमा। साथै सबैको नजर सन्दीप लामिछानेमाथि पनि हुनेछ। उनले पछिल्ला केही खेलहरूमा एकदम राम्रो स्पेल शानदार हालेका थिए, तर केही खेलहरूमा उनको क्याच छुट्दा उनको मेहनत बेकार भयो। यदि फिल्डिङ पनि राम्रो भयो भने सन्दीपले यो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछन्। साथै अन्य खेलाडीहरू कुशल भुटेल, आसिफ शेखदेखि लिएर भीम सार्की, आरिफ शेख, दिपेन्द्र सिंह एरी र बोलिङ युनिटबाट सोमपाल, करण सबैले आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सके नेपालले भोलि यो खेल सहजै जित पार्नेछ। युएई पनि घरेलु मैदानमा खेल्दैछ, त्यसैले प्रतिस्पर्धा सजिलो पनि हुने छैन। तर नेपालले एकपटक आफ्नो पुरानो आत्मबल फर्कायो भने हामी युएईलाई हराउन सक्छौँ अनि यो सिरिजको अन्तिम खेल जित्दै सम्मानजनक विदाई पनि लिन सकिन्छ। नेपालको ओडिआई स्ट्याटस अहिले धरापमा भएको छ। पछिल्ला 3 खेलमा नेपालले 3 खेल हार बेहोर्नुको कारण महत्त्वपूर्ण 6 अङ्क गुमाएको छ। यदि भोलिको खेलमा सहजै जित हासिल गर्न सके नेपालले अङ्क तालिकामा महत्त्वपूर्ण 2 स्थान प्राप्त गर्नेछ, जसले नेपाललाई ओडिआई स्ट्याटस बचाउन तथा ओडिआई वर्ल्ड कप खेल्नका लागि सजिलो पनि हुनेछ। अब सबै कुरा नेपालको प्रदर्शनमा निर्भर छ। कप्तानको निर्णय, ब्याट्सम्यानको संयम र बलरको सटिकता, जसले गर्दा नेपाललाई सहज जित हासिल गराउन सक्छ। तपाईहरु के भन्नुहुन्छ? नेपालले भोलि अन्तिम खेल जित निकाल्ला या भने फेरि त्यही गल्तीहरू गर्ला? कमेन्टमा आफ्नो विचारहरू लेख्नुहोस्। क्रिक नेपाल न्युजलाई फलो गरेर साथ दिनुहोस्। धन्यवाद।